छोड्दिनस् त क्या हो बनाउन के त्यसलाई गर्दा आजसम्म किन पाएको ओके हेर्न भाइ हेर्न भाइ पाहाडदेखि झरेको पाके नै बोल्छ केही पनि तातेको सिकाइदिएन भाइ कस्तो रे भाइ यता देख्यो भने उतारी छु हेर्दैछ जस्तो चाहिँ के गर्यो भाइ कहाँबाट आएको भाइ गुल्मीबाट गुल्मीको मान्छे त एकदमै त्यो हुन्छ हेर्न भाइ त्योतिर हाँसेको हेर्दै माथि झाडमा त निस्केको किन देखेपछि किन मलाई चिया मारिरहेको एकदमै टोप खाइदिएपछि टिज भएको किन होला हेर्न साला जति बेला पनि साला पागल जस्तै गर्छ साला कहाँदेखि आएको भाइ गुल्मीबाट गुल्मी कुन ठाउँ रामेछाप टी कालीपार चारलाई सबैजनामा के साला छक्का बोलेर हेर्दा धेरै बिला भयो जस्तो त अहिले त चिप्लाएर मर्छ नि थाल्यो दाइलाई यस्तै तँलाई चिनाइदिएको मान्छे कस्तो छ भनेर हेर्न भाइ तिरपाली हान्दे हेर्दै पाके जस्तो छ कुकुर भन्दा धेरै पढी पार्छ मुजीको बारमा तेरो दाइले हिरो बनेको भाइ थापेको यसलाई मैले एक दुई पकाएको कुकुरबाट मक्क निकालेर माग चाँडेको मेरो नानी चुस्चो भन्दा म नचुसाइदिएको किनकि साइको बाघको भाइ त किन खाएर धेरै ज्याम बाघको नका तम्बुजीलाई भन्दा मेरो नानी किन चुसिरहेको जहिले ज्याम छैन तेरो दाइको अन्डीको ल राउटे भाइ बस्यो अब यसको बाली साला रिया पानीको कि यसले पहाडको दोरी गएको हेर्दा भाइ साला बाउनुस् कि क्या हो भदो त पर्छ त मतलब पढेन अलि सलमान खान जस्तो देखेन ए भाइ सलमान खान होइन यो बिलगेट्सको भाइ हो हेर्दाखेरि के गर्छ टोयलेट सफा गर्छ चारबाट निस्केको धुवा जस्तो छ साला तेरो सबै कपाल जोड्दा नि मेरो झाट नाप्ने मान्छेले किन यति साह्रो बोडी हुने मान्छे अर्कोको मान्छे हो राजी भयो यसलाई पनि लैदे यहीसँग मिसाइदे यो पनि ठ्याक्कै देखिन्छ पाके हेर्दा भाइ सत्लाको पाटलाको हेर्दा चिपिकै चम्केको किन भाइ त्यस्तो लाग्यो नलाउने गर न दाइहरूसँग हिँड्ने गर खुल्ला पाएर झोड्ले कपडा लगाइदिन्छु म तिमीलाई खाने भात पनि सबैजना झोड्ले कानी गर्थे गाउँमा ढेँडो आठो भात सबैजना यहाँ बुटुल चिरेपछि पिज्जा र बर्गर सबैजना हुन्छ लडबर अहिले ज्यापाची त्यही भएर मेरो बोली पनि भएछ लडपड